अहिले चाहिँ 10:30 भयो। हिजो हावा ठुलो हावा आएको थियो, पानी परेको थियो, त्यसपछि लाइन गएको। अहिलेसम्म लाइन आएन। आज पनि फेरि अहिले ठ्याक्कै यही 10:30तिरबाट पानी पर्न सुरु गर्यो। फेरि हाम्रो घरको नजिकै वारिपारिमै होइन, हाम्रो हजुरबाको घर छ, त्यहाँ चाहिँ केटाहरू तास खेल्छन् होइन। आज चाहिँ म पनि त्यति जानु पर्ला भन्ने सोचिरहेको। आएन यो हेरेको होइन, बनाएको हो के, भिडियो बनाएको के। अब लर पुलिसलाई दिनु पर्यो। आज कुलाईको मिटिङ पनि हैछ, त्यही भएर 12 म चाहिँ जाँदैछ मन्दिरतिर। कुलाईको मिटिङ हो त हैन। अब त्यहाँ कुन रूपमा दिन्छ हामीले एउटा
छनौट गर्ने प्रक्रियामा पनि जाउँ, नयाँ पनि छनौट हुन सक्दैन भने हामी पारिश्रमिक कति दिने त मुखियालाई दैनिक भए पनि त्यसलाई त सुचार गर्ने प्रक्रिया जानु। यहाँ धेरै एक्सरसाइज गर्यो, कोसिस गर्यो, कोही अब अर्को विकल्प लेखेर कि चाहिँ नयाँ मान्छेबाट युवाबाट म हुन्छु है भनेर आउनु पर्यो कि चाहिँ अब हामीले पुरै त अर्को पारेर राख्नु भएन नि। अब त बिरामीको लागिसक्यो, पुरै छिटोभन्दा छिटो गराउनु छ, मुखियाले चयन गर्न सकिएन अनि कहाँबाट पुरै गर्ने हो। त्यही भएर मैले उहाँलाई दिन्जीलाई अब अनुरोध के गर्न चाहे भने 1 वर्षसम्म जानी नजानी गर्नुभयो, दुःख गर्नुभयो होइन, केही गल्ती गर्नु कमजोरी भयो होला, अनि समितिबाट पनि केही साथ सहयोग पाउनु भएन होला, त्यही भएर उहाँको मन अलिकति खिन्न पनि हुनसक्छ। तर अहिलेको पटक हामीले सम्पूर्ण भनौँ न पुरा समितिले उहाँलाई साथ सहयोग के गर्नुपर्छ, कहाँनिर जानुपर्छ, कहाँ पानी कसले चुन्या छ, त्यसमा उहाँसँग चाहिँ कुरा आयो भने हामी समितिको सबै जाने, उहाँले नजाने, त्यस्ता कुराहरूमा हामीले साथ सहयोग गऱ्यो भने उहाँले काहीँ भन्नुहुन्न होला जस्तो मेरो मनले सोच। र फेरि एकपटक यो साललाई अर्को साल देखा जाए, यो साललाई उहाँलाई नै मैले प्रस्ताव गरेँ। अब मैले त्यति भ्याउन कि भन्दा मैले छोड्न खोजेको हो। अब सबैले त्यसले भन्नुभयो 1 वर्ष अगाडि ठिकै छ यो साललाई चाहिँ। अब त्यही पनि अझै पनि बन्छु भने अब ठिकै छ बन्नुहोस् होइन, मैले छोड्छु होइन। यसलाई अब काम चलाउनु ठिकै छ भनेर अब सबैको अनुसार भयो, ठिकै छ यसलाई अब गर्नु।